न्युजिल्यान्डमा मास्टर्स डिग्री पढ्न गएको साथी पोस्ट ग्रेजुएट डिप्लोमा लेभल 8 को सर्टिफिकेट लिएर ग्रेजुएसन भएछ, यस्तो पनि हुन्छ र भनेर सोध्नु भएको थियो कतिजनाले। सो म आज यो भिडियोमा तपाईँहरूलाई यदि कोही न्युजिल्यान्डमा मास्टर्स डिग्री गर्दै हुनुहुन्छ, अप्लाई गर्दै हुनुहुन्छ, सोच्नु भएको छ भने न्युजिल्यान्डको मास्टर्स डिग्रीको भित्री कुराहरू चाहिँ सेयर गर्दैछु। सक्दो सबैजना साथीहरूलाई सेयर गरिदिनु होला जसले मास्टर्सको लागि मास्टर्स ग्रेजुएसन हुने सपना देख्नु भएको छ। सो फर्स्टमा त न्युजिल्यान्डको मास्टर्स डिग्रीको करिकुलम वाइज 180 क्रेडिट हजुरले कम्प्लिट गर्ने भनेर अफर लेटर आए तापनि साइन्स एन्ड टेक्नोलोजीसँग रिलेटेड फ्याकल्टीमा यदि हजुरले अप्लाई गर्दै हुनुहुन्छ, विशेष गरी युनिभर्सिटीमा भने तपाईँहरूको क्वालिफिकेसन चाहिँ पार्ट 1 र पार्ट 2 गरेर डिभाइड गरिएको हुन्छ। सो हजुरले 1.5 वर्षको भिजा लिए पनि 180 क्रेडिटको अफर लिए तापनि हजुरले फर्स्टमा 120 क्रेडिटको पोस्ट ग्रेजुएट डिप्लोमा लेभल 8 को कोर्सहरूलाई पढ्नुपर्ने हुन्छ। त्यसमा हजुरले बी अर बी भन्दा माथिको बी प्लस कुनै एउटा त्यो एभरेज स्कोर नल्याएसम्म तपाईँले 60 क्रेडिटको मास्टर्सको रिसर्च गर्न पाउनुहुन्न। यो गर्न नसकेको खण्डमा कसैले त्यो अब अफर लेटरमा लेखेको हुन्छ अथवा युनिभर्सिटीको मास्टर्स रिसर्चको चाहिँ रिसर्च टपिकको लागि जसले रिक्वायरमेन्ट्स मिट गर्न सक्दैन, त्यस्तो कन्डिसनमा त्यो स्टुडेन्ट चाहिँ पोस्ट ग्रेजुएट सर्टिफिकेट लेभल 8 मा ग्रेजुएसन हुन नि सक्छ। यदि उसले चाहिँ पोस्ट ग्रेजुएट डिप्लोमा लेभल 8 को जुन 120 क्रेडिटमा उसले बी एभरेज अथवा बी प्लस जुन भनेको छ युनिभर्सिटीले त्यो मेन्टेन नगरेको स्टुडेन्ट चाहिँ पोस्ट ग्रेजुएट डिप्लोमा लेभल 8 को सर्टिफिकेट लिएर ग्रेजुएसन हुन सक्छ। र यस्तो गरेमा तपाईँको पोस्ट स्टडी वर्क भिजा पनि जम्मा 1 इयरको हुन्छ र पिआरको लागि जम्मा 4 पोइन्ट्स पाउनुहुन्छ। सो न्युजिल्यान्डको लागि मास्टर्स डिग्री आफूले सोचेर आफूले कुन कुन मोड्युलहरूलाई आफूले पर्फेक्टली पढ्न सकिन्छ, ब्याकग्राउन्ड क्वालिफिकेसन कस्तो छ, सबै कुरा हेरेर मात्र अप्लाई गर्नु होला। भिजा पाउँदैमा, कलेज युनिभर्सिटीले अफर लेटर दिँदैमा, कन्सल्टेन्सीले यो कोर्स बेस्ट छ भन्दैमा, उहाँ भएको साथीभाइले यसैमा आइजा भन्दैमा आफ्नो ब्याकग्राउन्ड र आफ्नो इन्ट्रेस्ट के छ नबुझिकन मास्टर्स डिग्री अप्लाई नगर्नु होला, नत्र फेरि तपाईँहरू पनि मास्टर्समा गएर पिजी डिप्लोमाको सर्टिफिकेट लिएर फर्किनु पर्ला। सो यो इन्फर्मेसन सबै मास्टर्समा जाने साथीहरूलाई सेयर गरेर अलर्ट गराइदिनु होला।